गाइज म चाहिँ जाने हो वहाँ माथि हो त्यो ढुङ्गो देख्यो नि त्यहीँ जाने हो। अब चाहिँ म गाडीबाट निस्केर हिँडिसकेँ। ओ माई गॉड पहाड जाँदाखेरि त कस्तो फिल अर्कै फिल हुन्छ यस्तो शीतल मौसम होइन। यो बाटो चाहिँ लास्ट उकालो हो। ओ माई गॉड पहाड जान एक मनले खुसी छ एक मनले दुःख नै छ। उकालो उकालो मुटु ढक 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 भइसक्यो वहाँ अबदेखि आएको। ओ माई गॉड यस्तो गर्मी भइसक्यो गाइज। यो चाहिँ मैले होइन सानोमा पढेको स्कुल। ओ माई गॉड पसिना गाइज वाओ सानैको याद आइरहेको मलाई त आज। गाइज अब चाहिँ आउँदैछ मेन अफ रोडिङ त यो अब बल्ल स्टार्ट हुँदैछ। ओ माई गॉड बल्ल म 100% को जम्मा 15% हिँड्यो होला। अब त अफरोडिङ छ पुरै। ओ माई गॉड म त आहा फिल त कति दामी फिल आइरहेको मलाई त। पछाडिको हो त देखिरहेको नि ब्याक क्यामेरा त्यो चाहिँ हाम्रो ढुङ्गो होइन सबैभन्दा ठुलो ढुङ्गो। यसको नाम पनि ठुलढुङ्गो छ र आइ हाई यहाँको भ्यू बाटो त झन् अझ यस्तो डेन्जर छ। 1 मिस क्याम फिनिस हो साँच्चै। ओ माई गॉड भ्लगिङ गर्न पनि मजा आइरहेको आज पहाडको ट्रेकिङ भइरहेको मेरो त। चराको आवाज सुन्नु चराको। म चाहिँ त्यो ठुलो ढुङ्गाको नियरली नजिक आइसकेको छु। ए अब चाहिँ म ठुलो ढुङ्गामा आइसकेँ होइन। ए खतरा गाइज। तर पहाड भनेको चाहिँ पहाडै हो बेस्ट भनेको पहाड बस्नको लागि त यस्तो दामी चिसो हावा आएको छ। गाइज तपाईँहरूलाई चाहिँ मैले एउटा कुरा भन्दै बिर्सेछु। म चाहिँ होइन हाम्रो पहाडबाट कतिको टाढा छ भन्दाखेरि 100 किलोमिटरमा होइन यात्रा गरेको छु होइन। गाइज म चाहिँ यही बाटो होइन म अहिले जुन बाटो आइरहेको त्यही बाटो म सानोमा समथिङ 1 क्लासमा पढ्दाखेरि चाहिँ म यो बाटो यो झोला लिएर हिँड्थेँ कि होइन। मजा त मजै थियो सानैको होइन। अब बुढो भइयो अब पैसा कमाउने बेला भइसक्यो। अब त्यति रमाइलो छैन जिन्दगी। पहिला त रमाइलो गरिन्थ्यो होइन। दौडिँदै गाइज गाउँमा चाहिँ डेभलप हुँदो रहेछ है। अब हाम्रो गाउँमा पनि डेभलप हुँदो रहेछ। यो देखेको जति हाम्रो बारी होइन। अब चाहिँ म यति 1 मिनटमा म घर पुगिहाल्छु र भाइहरूले के गर्छन् है गरेर लुक चेकआउट। गाइज म चाहिँ अब हाम्रो घरमा पुगिसकेको छु। यो चाहिँ हाम्रो गोठ भइहाल्यो। अब म घर जान्छु। आन्टी ए आन्टी हाय म चाहिँ फाइनल्ली घर पुगिसकेँ। आन्टी चाहिँ यता हुनु रहेछ काम गर्दै। म त हिजै आएको पोखरा गएँ बाबासित। अहिले भर्खर आएर चिया नास्ता गरेर हिँडेको। घर त दामी छ त। गाइजमा चाहिँ फाइनली आइसकेँ। आन्टी चाहिँ मही लिएर आउनुभयो है। ताजा ताजा मही हो। गाइज यो बोको चाहिँ लास्ट हरामी रहेछ। हान्छस् अझ हान्छस् आइज। यो बोको त लास्ट हरामी है त 3 मिनटमा आइज आइज। के गर्दैछौ मम्मी घाँस खान जानुभयो। म तिमीलाई के ल्याइदिएछु त्यहाँ भित्र गएर भान्सी कोठीमा गएर हेरेर आउँछ जाऊ। काली ल्याएर तिमीलाई। गाइज भाइहरू आइसक्यो। यो चाहिँ तिम्रो नाम कसको बाबा
हाम्रो बाबु त जानुभयो नि गाडी लिएर मैले आउँदा टडक हेरिरहेको थिएँ। टडक त बाइटारीमा थियो के अरे हामी स्कुलबाट आउँदा थिएन है। ए तिमी आउँदा थिएन अलि पछि आएको उता पनि हेर जाऊ हेर मैले के ल्याइदिउँ त अहिले हेर न गाई आन्टी चाहिँ घाँस काट्न जानुभयो अझै मैले चाहिँ कपडा सपडा फेरिसकेँ अब पाहाड गएर आएको थिएँ अब एकछिन रेस्ट गर्छु त्यत्रो बाटो आएको थोइला आश थोइला हामीलाई आजको लागि चाहिँ यहाँ एन्ड गर्छु मन पराउनु सब्सक्राइब गरिदिनु हस् बाई